Hello guys, get ready with me to go Dermamart. So म चाहिँ जोन्सन बेबीको मोइस्चराइजर युज गर्छु. प्रडक्ट चाहिँ म मिसिसा र लभ फेस ब्युटीको युज गर्न गइरहेको छु दुईटा. सनस्क्रिन चाहिँ लेटेनको 50 SPB को. यो चाहिँ एकदमै राम्रो लाग्यो. सनस्क्रिन एकदमै सुट भयो मलाई. एकदमै राम्रो लागेको भएर मैले लिएको. यो चाहिँ मिसिसाबाट लिएको. यो चाहिँ एकदमै ग्लोई छ के. यसले चाहिँ ग्लो दिन्छ फेसमा. सो मैले अर्कोवाला त्यो वाटरमेलन फ्लेभरको पनि ट्राई चाहिँ गरेको थिएँ, बट त्यसले चाहिँ अलिकति चिलायो. त्यही भएर मैले चाहिँ यो लिएँ. यसले चाहिँ ग्लो पनि दिँदो रहेछ. चाहिँ म यो एलेगोरको प्राइमर युज गर्छु. एकदमै राम्रो छ. कन्सिलर मात्रै युज गर्छु. यो पनि मैले मिसिसाबाट लिएको. फ्युचर मेकअप बनेको हो. एकदमै राम्रो छ. सो यो चाहिँ फुल कभरेज दिन्छ. आई विल सो यु. यहाँ त्यहाँमा चाहिँ म यो यस्तोवाला मात्रै युज गर्छु. मलाई चाहिँ स्पेसली यो र यसको कम्बो चाहिँ एकदमै मनपर्छ. न्युड एन्ड ब्राउन लाइक इट. सो यहाँ न्युडले चाहिँ म यसरी गर्छु अनि त्यहाँबाट म हल्का ब्राउन लिएर अनि मर्ज गर्छु यसलाई. दुईवटा कलर मिक्स गऱ्यो भने चाहिँ यस्तो टाइपको कलर आउँछ. दिस इज हाउ माई आई लुक. मिलाउनु बाँकी नै छ. लाइनरमा चाहिँ यो वाटरप्रुफ नेक्स्टको युज गर्छु म चाहिँ. जहिले नि राइट साइडको चाहिँ राम्रो हुन्छ, लेफ्ट साइडको चाहिँ बिग्रिन्छ. सबै बिग्रिसक्यो. यसको चाहिँ म अहिले पछि सुकेपछि मिलाउँछु. लिपस्टिकको लागि चाहिँ लभ फेस ब्युटी प्रियङ्का कार्की एन्ड हर टिम. सो यसैको लिप लाइनर लिपस्टिक दुइटै सेम छ. सो यो चाहिँ भर्खर ल्याएको एन्ड आइम गोइङ टु ट्राई टुडे. It's a creamy. So nice and creamy. Lipstick यो चाहिँ शेरको का स्मेल. हल्का म्याट टाइपमा छ. म्याट फिनिसिङ दिन्छ यसले. नाइस. That's it. After I try. Blushमा चाहिँ लभ फेस ब्युटीकै गड किसेस भन्नेवाला छ. सो म ट्राई गर्छु. सो इट्स अ क्रीमी. एन्ड ब्रस पनि सेम लभ किसकै. यो चाहिँ ब्लस र हाइलाइटर ब्रस हो. यतापट्टि हाइलाइटर छ, यतापट्टि ब्लस छ. सो लेट मी ट्राई. म कन्ट्रोलर र हाइलाइटर चाहिँ युज गर्दिनँ. सो यहाँ यसले हल्का ग्लो पनि दिँदो रहेछ. हियर यो चाहिँ मैले कलरमा कस्तो हुन्छ भनेर चेक गरेर नै लिएको. थर्ड लास्ट पार्ट यो चाहिँ पाउडर, लुज पाउडर. यो चाहिँ अस्ट्रेलियाको हो. मिसिसाबाट लिएको. यो चाहिँ वाटरप्रुफ नै हो. म मस्कारा लगाउनु अगाडि चाहिँ सेटिङ स्प्रे लगाउँछु. सेटिङ स्प्रे चाहिँ क्यारेक्टरको सेटिङ स्प्रे छ. यो पनि मिसिसाबाटै हो. सो यो मैले सेटिङ स्प्रे चाहिँ लगाइसकेँ. लास्टमा चाहिँ मस्कारा लगाउँछु. मस्कारा चाहिँ यो बबको युज गर्छु. अर्को भोल्युमवाला पनि युज गर्छु, बट त्यो चाहिँ अलिकति यस्तो माथितिर लाग्ने यताउति हुन्छ क्या यो चाहिँ. त्यही भएर अहिले लगाइसकेँ. जस्ट वान. So yeah, this is my makeup for today. Product from Misisa and Love Face Beauty.